हेलो नमस्ते सबैजनालाई वेलकम माई च्यानल। यो चाहिँ मेरो फर्स्ट ब्लग हो। अब भ्लगर बन्ने सपना त पहिलेदेखि नै हो। अब के गर्ने, त्यो समय र परिस्थितिले पुरा हुन्छ हुँदैन त्यो त थाहा छैन। त्यही पनि अब गरम लागम भनेर हो। के गर्ने, यस्तै छ हजुर। परदेशतिर गाह्रो छ। परदेश नजाउँ, पैसाले साथ छोडिदिन्छ होइन। परदेश जाउँ, अब घरको माया लाग्छ, आफन्तको माया लाग्छ। के गर्ने, यस्तै छ जिन्दगी। अनि मेरो पहिलो भ्लगमा चाहिँ तपाईँहरूले माया गरिदिनु होला, साथ सपोर्ट देखाइदिनु होला होइन। मेरो च्यानल सा ब्लगर होइन, सबैले माया गरिदिनु होला, सबैले साथ सपोर्ट देखाइदिनु होला। हेर्नु न, राति छ, म हिँड्दैछु रोडमा हिँड्दैछु। पछाडि अगाडिबाट गाडी आइरहेछन्, हेर्नु त कस्तो गाडी आइरहेछ। अब अलि हिँडेर अलि टाढा जाँदैछु क्या। अब यस्तै न, रुममा बस्दा बस्दा अलि झ्याउ लागे जस्तो भयो। त्यही भएर यस्तो भ्लग पनि बनाऊ, अलि हिँडौँ भनेर म हिँड्दैछु। के गर्ने, यस्तै छ। परदेशतिर दुःख छ। परदेशतिर आएको झन्डै 1-1.5 महिना हुन लागिसक्यो घर छोडेको होइन। के गर्ने, गाउँको याद आउँछ, साथीहरूको माया लाग्छ, साथीहरूको याद आउँछ। अब परदेश जानै पर्यो, बाध्यता होइन। परिस्थिति त्यस्तै छ। अब सोचे जस्तो छैन जिन्दगीमा केही पनि होइन। अब के गर्ने, यस्तै छ। म चाहिँ अलिक टाढा जानु लागेको, उतातिर मासु लिन अलि टाढा जानुपर्छ हिँडेर। त्यहाँ नजिक पसलहरू पाइँदैन होइन। आज यसो कुखुराको मासु खान मन लाग्यो, त्यही भएर यसो हिँडेर जाउँ। अनि नाइटतिर कस्तो राम्रो देखिन्छ। अब फोन नै अलिक सस्तो भएर नराम्रो देखेको हो, नत्र भ्यूहरू चाहिँ राम्रो छ यतातिर होइन। पुरै पछाडिहरू अब बोट बिरुवाहरू छन् होइन। गाडी कस्तो राम्रोसँग चलिरहेछ। अब यस्तै छ। के गर्ने, जिन्दगीमा दुःख नगरेर सुख पाइँदैन भन्छन्। र दुःख गर्दा गर्दा अब जिन्दगी नै अब 20 भन्दा पनि अब 25 पुग्न लागिसक्यो जिन्दगीमा। अब सुख कहिले आउने हो तर थाहा छैन। र के गर्ने, यस्तै छ। अब मनको पीडा बुझिदिने प्राय कोही छैनन्। अब सुनेर हाँसिदिने धेरै छन् होइन। अब यस्तै छ जिन्दगीमा। दुःख गर्न छोडिन्न हो केटा, दुःख गर्न छोडिन्न। गाउँमा लखर डुलेर मलाई भविष्य छ जस्तो लाग्दैन। त्यही भएर टाइममै बुद्धि पुर्याएर 30 नकट्नु अगाडि नै केही गर्नुपर्छ, केही गरेर खानुपर्छ भन्ने सोचका साथ अब म त लागेँ परदेशतिर। अब मेरो साथीहरू त अब कहाँ छन्, कता छन् होइन। जहाँ भयो पनि, जता भयो नि सबैलाई माया छ है, सबैलाई माया छ। सबैले सम्झेको छु, धेरै माया छ होइन। के गर्ने, यस्तै छ जिन्दगीमा। अब जिन्दगीले कहाँसम्म पुर्याउँछ, कतासम्म पुर्याउँछ त्यो त अत्तो पत्तो छैन। तर जहाँ पुर्याउँछ, जे गर्छ, जतासम्म पुर्याउँछ त्यतिसम्म जाने हो। ठिकै छ होइन। मेरो फर्स्ट ब्लगमा सबैले माया गरिदिनु होला होइन। युट्युबमा आएर सबैले सब्सक्राइब गरिदिनु होला। तपाईँहरूको एक सब्सक्राइबले मलाई हौसला मिल्नेछ, हौसला बढ्नेछ। मेरो फर्स्ट ब्लग हो यो, यसलाई सबैले माया गरिदिनु होला। अब पहिलो ब्लग बनाउँदाखेरि अब त्यति राम्रो पनि भएन र धन्यवाद। अब बिस्तारै राम्रो ब्लगहरू आउनेछ ल, धन्यवाद। अब हेरिसकेपछि एक सब्सक्राइब गरिदिनु होला, धन्यवाद।